Hello guys, यो हो भक्तपुर। भक्तपुरमा बसेपछि भक्तपुर कल्चर त नहेरिकन चित्तै बुझ्दैन होइन, बट मलाई अनि त्यही भएर चाहिँ अनि म चाहिँ जे पनि हुन्छ त्यो चाहिँ म देखाउने होइन क्या म। सो तपाईँहरू पनि भोलि आउन सक्नुहुन्छ। भोलि 28 गते भक्तपुर दरबारमा रथ तान्ने दिन हो, उद्घाटन हुँदैछ। त्यही भएर सबैजना भिडियो हेरेर रथ तान्न आइदिनु होला। अनि युट्युबलाई सब्सक्राइब गरिदिनु, भिडियोलाई लाइक एन्ड सेयर गरिदिनु। हस् त। हेलो गाइस, वेलकम टु माई ब्याक युट्युब च्यानल। तर सन्चै हुन्छ म सन्चै छु होइन। अनि आज चाहिँ हामी जाँदैछौँ पान्ताले नातापोलो टेम्पलमा। त्यो पनि के गर्नु भने जात्रा चल्दैछ, बिस्किट जात्रा। वैशाख 1 गते हुँदैछ होइन, तपाईँहरू पनि आउनु सक्नुहुन्छ। सो त्यही जाँदैछौँ साथी र म छौँ। हे हो टुन्डे हो नि, फेरि टुन्डे भेट्न कहीँ जानु पर्दैन, हाम्रो चाहिँ होइन साथी नै हो। त्यही भएर अलिकति खतरा नै हो क्या हामी पनि। यो चाहिँ दरबार गेट है यतातिर। आज त केटा आज पानी कति वर्षपछि पऱ्यो यार, पानी यार फस गया सी आज पानी कति वर्षपछि पऱ्यो यार, पानी यार। आज चाहिँ सिन पनि बबाल छ होइन, क्लियर दिन छ र शान्त शीतल छ होइन, रमाइलो छ होइन, हुन्छ नि अलिक मजाले। अलिक हल्का क्लियर पनि आएको छ होला आज भिडियो, सायद पहिलाभन्दा चाहिँ हल्का बेटरै छ भनौँ न आज चाहिँ। त्यही प्लस पानी परेको थियो हल्का आज पूर्व कुद्दै भक्तपुरमा। त्यही रे आज त्यही अनि त्यही भएर त बोलाइरहेको त। हामीलाई थाहा छैन, साथी आएको थियो पहिला अनि साथीले बोलायो क्या आज चाहिँ घुम्नको लागि। थाहा थिएन नि त बट कपाल पनि काटिएको छ है केटा। कस्तो लुक्स हानेको छ एकचोटि हेर्नु, बबाल लुक्स होइन। यो अगाडि देख्न सक्नुहुन्छ नि हाम्रो के को भिड भनेर, फेरि केही भयो होला भन्नुहुन्छ नि, तर बट त्यस्तो होइन क्या। आज यहाँ बिस्किट जात्राको लागि नाच हुँदैछ नि त, त्यही भएर मान्छे हेर्नु यता। त्यो बन्द गर। आमा के हो क्या यो मान्छेहरू, सायद यतै होला नि केटाहरू। झन् आइदिनु यता, फोन गर्नै पर्ने रे यसलाई चाहिँ, गोरुलाई चाहिँ फोन गर्नै पर्ने रे यसलाई चाहिँ, गोरुलाई चाहिँ। सो हामीले साथी भेटिसक्यो, साथीलाई भेट्न जाँदा एउटा साथी उतापट्टि रहेछ क्या, पल्लो साइडै जान्छौँ ल हामी। भइसकेको छैन होला सायद। मान्छेको भित्र के हो यो यार, थप्पड मारौँ कि के गर्छ यो चाहिँ हाम्रो पन्तले। के हो गाई झन् रमाइलो छैन जिन्दगी, यतिको चाहिँ हुनु पऱ्यो क्या। यसो हात समातेर हिँड्नमा पो रमाइलो हुन्छ, एक्लै हिँडेर क्यामेरा समातेर होइन त। त्यहाँ जाऊँ न आइज। यो चाहिँ हाम्रो 1 गते है, वैशाख 1 गते चल्छ है। 28 गते सायद चल्छ होला रथ तान्ने, बबाल हुन्छ। सबैजना अनि क्यामेरा लिएर बसेको छ। अनि आज त के हो क्या, क्यामेरा गरौँ न हौ। ठिक छ है, ठिक छ सुनेर बस्ने के ठिक छ ल। आइसक्यो फाइनली हामी भक्तपुर नातापोलो टेम्पल बिस्किट जात्राको लागि है। तर बट आज त यहाँ त खतरा मान्छे छ त भिड, यतिकै त के होइन। तर बट 1 गते अझै 1 गते बबाल हुन्छ ल। भोलि भोलि हो र रथ तान्छ त, भोलि रथ तान्छ। कस्तो फाइनली त्यसो भोलि पनि रमाइलो हुने हो नि त अनि। मेरो हेर्न अगाडि क्यामेरामा लुक माई फ्रेन्ड। अनि अर्को दोस्त यता चाहिँ फेरि मैले देखाउनै बिर्सेँ। हाम्रो चाहिँ भोलि रथ तान्नुहुन्छ अरे होइन भक्तपुरमा चाहिँ। सो तपाईँहरू पनि आउनु सक्नुहुन्छ यो रथ तान्नको लागि चाहिँ। यो रथ
भोलि आउनु सक्नुहुन्छ है। भोलि हाम्रो चाहिँ रथ तान्दै हुनुहुन्छ होइन, भोलि होइन तान्ने, भोलि रथ तान्दै हुन्छ। सो तपाईँहरू पनि आउनु सक्नुहुन्छ होला। भोलि चाहिँ हाम्रो यहाँ भक्तपुरमा नेतापोलो टेम्पलमा रथ तान्नको लागि जस रमाइलो हुन्छ भनौँ न। भोलि आज पनि रमाइलो नै छ, बट होइन आजभन्दा भोलि रमाइलो हुन्छ क्या यहाँ चाहिँ, हो क्या न? एकदम हो नि, आउनु आउनु चुले निम्तो भयो। चुलै निम्तो रे है तेलतरबाट पनि। हाम्रो रथ चाहिँ हेर सो आउने होइन त रथ तान्नको लागि वैशाख 1 गते। सो वैशाख 1 गते पनि हुँदैछ, आज पनि हुँदैछ, आज पनि हुँदैछ, बट भोलि चाहिँ तानिँदैछ होइन, रथ तानिँदैछ। यो रथ त्यो पनि भोलि बब्बाल हुन्छ, धमाका हुन्छ भक्तपुरमा, यस्तो बब्बाल, यति रमाइलो हुन्छ। सो तपाईँहरू पनि आइदिनु होला होइन, इन्जोय गरिदिनु होला। यो हेलो गाइस, यो हो भक्तपुर। के अब तपाईँहरू रथ चढ्ने होइन त? सो म जसरी यसरी रथ चढ्नको लागि चाहिँ तपाईँहरू भोलि 28 गते हाम्रो नेतापोलो टेम्पलमा रथ तानिँदैछ। भिडियो हेरेको सबै साथीहरू चाहिँ भोलि रथ तान्न आउनुपर्छ ल, सबैजना ओके, भेट्नुपर्छ ल। झुट बोलै जान्छ अनि अर्कै जान्छ बच्चाहरू। हामी चाहिँ रथ तान्ने ठाउँमा छौँ, जस रमाइलो हुन्छ ल, तपाईँहरू आइदिनु होला। बाजाको यो जुन प्रस्तुतिमा सहभागी साथीहरू हुनुहुन्छ, उहाँ स्वयंसेवक साथीहरू, हाम्रो नासैमा बाजा खोलाको सदस्यहरू पनि हुनुहुन्छ र भक्तपुर जिल्ला मात्रै होइन, भक्तपुर जिल्लाबाट बाहिर काठमाडौँ, बनेपादेखि ढुलिखेलदेखि पनि आज
बट हामीले चाहिँ बबाल सकिसक्यो होइन हामीले चाहिँ हेरेर हामीले सकेको होइन हामीले चाहिँ हेरेर सकिसक्यो क्या अनि त्यही भएर अब हामी फर्किँदैछौँ सडक्क पारेर बाटोमा छ मैले चाहिँ हामी होइन के भन्नु क्या भक्तपुरमा बसेपछि हल्का भक्तपुर कल्चर नहेरिकन त चित्तै बुझ्दैन यार भक्तपुर कल्चर नमनाइकन छ यता ल चिसो मौसम हावा चल्यो नामै भनेन भाइले हेलो मात्रै दिन्छ भएर नाम भन न भनेर चाहिँ तेरिका भक्तपुरमा बसेपछि भक्तपुर कल्चर त नहेरिकन चित्तै बुझ्दैन होइन बट मलाई अनि त्यही भएर चाहिँ अनि म चाहिँ जे पनि हुन्छ त्यो चाहिँ म देखाउने होइन क्या म आई मिन भिडियो नदेखाए पनि म चाहिँ मनाउन चाहिँ आइरहेको हुन्छु क्या जस पार्टिसिपेट गरेर हुन्छु त्यहाँनिर नाच्ने होइन बाहिर बसेर क्या बट त्यहाँभित्र चाहिँ होइन बाहिर बसेर चाहिँ नाच्ने उफ्रिने गाउने होइन या साथीहरूलाई मोटिभेट दिने होइन त्यो भइरहेको हुन्छ क्या मेरो काम चाहिँ होइन केटा हो त्यही भएर भिडियोलाई चाहिँ लाइक एन्ड सेयर सब्सक्राइब गरिदिनु पऱ्यो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु पऱ्यो त्यस हाम्रो मन्दिर पनि यो सबै बनाइसक्नु भइज ल दामी है राम्रो छ ल के गर्नु आज पान्तालेले भलिबल पान्तालेमा आज त्यो केटी भएको कार्यक्रम भएकोले आज यहाँ दरबेसमा त्यति मान्छे छैन बट म आइसकेपछि फेरि मान्छे फेरि प्याक हो नि तेरा बाप यहाँ छोडकर गया था कि तेरी माँ म आइसकेपछि फेरि मान्छे प्याक हो नि फेरि पुरै अब सक्छ त कसैले फेरि सक्दैन नि होइन साथीहरू सपोर्ट चाहियो सपोर्ट सो फाइनली हाम्रो भिडियो पनि इन्डिङ भइसकेको छ आजको भिडियो चाहिँ होइन सो तपाईँहरू पनि भोलि आउनु सक्नुहुन्छ भोलि 28 गते भक्तपुर दरबेसकारमा रथ तान्ने दिन हो उद्घाटन हुँदैछ त्यही भएर सबैजना भिडियो हेरेर रथ तान्न आइदिनु होला अनि युट्युबलाई सब्सक्राइब गरिदिनु भिडियोलाई लाइक एन्ड सेयर गरिदिनु हस् त धन्यवाद बाई बाई गाइज